साला मुख छाडेर यहाँ अगाडि बढ्दैन खाते साला। Meanwhile, भिडियो पोस्ट गरे अब त्यो कति त्यहाँ अब छन् नि त्यो अब मुजीहरु न ए कस्तो मुखबाट निस्के यार म मुख छाड्दिन भन्दै थिए यार। क्यों बे ओभर एक्टिङ गर्दा साला ओभर एक्टिङ के होला। हुन त मेरो थोपडा देखेर कति रिसाइरहेको होला कि त्यो रिसाइरक मलाई त्यसमै निन्द्रा लाग्छ। के छ यार केटाकेटी हो? केटाकेटी कसले भने केटाकेटी यता दाइ देख्नु भएन? साथी के छ यार? ठिक छ। अनि दाइ हजुरको चाहिँ के छ नि हालखबर? मेरो चाहिँ यत्राको लामो जस्तो। अनि के हो दाइ गाडी भित्र हुनुहुन्छ त ट्राफिक जाममा पर्नु भयो क्या हो? अनि दाइ हजुरले खत्रै र्याप हान्नु हुँदो रहेछ। गफको त झन् कुरै नगरौँ। खास हजुर को हो? र्यापर हो कि गफाडी? बोका। बोका के काम गर्नुहुन्छ? कोही बेला त केटी सेटी डिस्काउन्ट गर्ने त्यो आफ्नै ठाउँमा जाऊ। होइन त्यो बाहेक अरू खाने लाउने उठ्ने बस्ने हग्ने मुत्ने अनि फेसबुकमा आएर छाडा बन्ने हैन? के को त्यो ढक्क लामो जस्तो कुरा नगर्न त्यो। अनि दाइ हजुरलाई के गर्न मन लाग्छ? यस्तो मुख छाड्न मन लाग्छ नि। त्यही त हजुरको अगाडि साकार दाइ त के पनि हैन क्या। नभन न यार। कहाँ दाइ हजुर आजभोलि साकार दाइ भन्दा पनि खतरा लेजेन्ड भइसक्नु भयो। ओइ मात सिक्नेहरु यहाँ सुन। अनि दाइ नरिसाउनुस् न। दाइ लेजेन्ड भए पनि हजुर त अल्ट्रा लेजेन्ड हो नि त। अनि दाइ आजभोलि हजुर पब्जी किन नखेल्नु भएको? मोबाइलै ह्याङ हुन्छ का? मोबाइलै ह्याङ हुन्छ। अनि अरू के छ दाइ सुनाउनुस्? लकडाउनमा बोर हैन कोरोनाको यस्तै चाहिँ डामाडोल हैन। दाइ एउटा कुरा हजुरको गर्लफ्रेन्ड को भन्न मिल्छ? यही हातो नि याद गरिरह। दाइ हजुरले फेसबुकमा केटीहरुसँग कसरी कुरा गर्नुहुन्छ? HELLO कसरी गर्नुहुन्छ रे? फेरि भन्नुस् त। HELLO अनि दाइ हजुरले इन्जिनियरिङको पढाइ बिचमा किन छोड्नु भएको? अबि त्यो इन्जिनियरिङ छोड्देऊ न त्यो कस्तो थियो नि। अनि जब एक्जाममा हजुरले क्वेशन पेपर देख्नु हुन्थ्यो नि त्यतिखेर हजुरको रियाक्सन कस्तो हुन्थ्यो? लामो जस्तो समझमै कुछ नहीं आता है। त्यही भएर अमेरिका जानु भएको होला हैन? हो त्यही भएर यार गाइस। दाइ अनि मान्छेहरुले हजुरले बाटोमा देख्यो भने के भनेर बोलाउँछन्? खाते खाते के छ खाते? हजुरलाई खाते खाते भनेर बोलाउँदा नराम्रो लाग्दैन दाइ? कस्तो लाग्छ? चस्स हुन्छ सुन्दैखेरि। अगाडिको हजुरलाई जसले खाते भनेर बोलाउँछ नि त्यो मान्छेले घुमाएर एकैचोटी झ्याम्म दिएर लडाइदिनु होला। अनि दाइ सुन्नु न मेरो सानो भाइ हजुरको लास्टै ठुलो फ्यान हो क्या। हजुरको भिडियो हेरेर धेरै कुरा सिकेको छ। एकैछिन मेरो भाइसँग कुरा गर्नु न है। ए कुरा गर। त्यो तरिका बोल्ने तरिका छैन। हेर रिसिटेको हेर मैले बोल्दा रिसिटेको त्यहाँ उतैलाई। अब हेर हेर्दिरहन्छु त भाइ म पनि। दाइ दिदी पर्यो भने त म पनि अब अमेरिका आउने हो नि त। अस्ति भर्खर 1000 रुपैयाँ तिरेर दिदी भरेको मैले। फ्रीमै भरिन्छ त खाते। फ्रीमा? फ्रीमै भरिन्छ त। हेर त तँलाई त 1000 लियो होला खाते साला। फ्रीमा त हैन होला। हजुरले कति तिरेर भर्नु भयो? 150 कि कति 250 तिरेर आमामा। दाइ यो दिविश्री भन्दा पनि बरु हजुरले मलाई भिजा पठाइदिनु हुन्छ कि? सम्भवै छैन सम्भवै छैन। दाइ कस्तो यार खाते त्यो रिस म फिल गर्न सक्छु। त्यो आरिस जलेको कस्तो पैसा तिरेर इलिगल जान मिलिहाल्छ नि। एकदम गलत हो। अनि दाइ अमेरिका पुगेपछि भाडा माझ्नु पर्यो भने के गर्ने त? यहाँ यत्रो डेक्ची मोल्दाखेरि हैन उता 2-3टा चिक्स मस्किन्छ तेरो चिक्स मस्किन्छ भन्यो भने बाले हो त भाइ। मोल्ने नि जतिखेर मोल्दिन नि दिन रात मोल्ने ओभर टाइम गर्ने मोलेको मोले गर्ने नि। सही कुरा गर्नु भयो दाइ। भाडा माझेर नबस रहरू कुरा बुझ। किन दाइ? भाडा माझेर नबस सिक्ने रियल ग्याङ्स्टर हुन सिक मुजी। भयो यो भाडाबाजी कुरा पछि गरौँ न। बरु दाइ एउटा सायरी सुनाउनुस् न। थाहा छैन म के बोल्छु तर म त जेपीटी भट्याइदिन्छु। भको 32 वटा दाँत खसेर थोते भयो भने पनि केटी त म हाँसी हाँसी पठाइदिन्छु। दाइ हजुरको र्याप सुनेपछि मान्छेहरुको रियाक्सन कस्तो हुन्छ? नाइस। हैन दाइ जे होस् हजुरले राम्रो र्याप हान्नुहुन्छ। कोही छ नि आफूले र्यापर भन्नेहरु तिनीहरु भन्न त हजुरले राम्रो र्याप हान्नुहुन्छ नि। अनि दाइ हजुरको भिडियोमा नराम्रो कमेन्ट गर्नेहरुलाई के भन्न चाहनुहुन्छ? खातेहरु साला खुट्टा तान्ने। अस्तिसम्म केही थिएन अहिले अलिकति भ्युज आउने थियो आम्मा हेर रिस उठेको साला अनुहार सनुहार एकैचोटि पच्काइदिनु पर्ने। हैन घुमाएर एकैचोटि वाला दाइले हान्दिनु न। घुमाएर एकैचोटि झ्याम मादेर लडाइदिनु पर्ने साला। लडाइ अब छुट्टिने बेला पनि भइसक्यो। लास्टमा हजुरले आफ्नो मम्मीसँग कुरा गर्ने भए गर्नुस्। ल मम्मी मम्मी तेरो बाबु गुला खान पर्ने हो। तिमा तिमीहरु जा आफ्नो आफ्नो काममा आको उचे उचे जान। केडे भयो जिन्दगी
जस्तो छोरा उस्तै आमा यार के भनेको होइन नि के होइन चिमा चिक्नीहरू जा आफ्नो आफ्नो काममा आएको उचे उचे जा थुक्कमा चिक्नेहरू